अशक्ततालाई चुनौती दिँदै पुनर्वास नगरपालिकाका भङ्गु राणाले मेहनतको एउटा अनुपम उदाहरण प्रस्तुत गरेका छन्। जहाँ धेरैले हार मान्छन् त्यहाँ भङ्गु राणा जस्ता व्यक्तिले आशाको दियो जलाउँछन्। पुनर्वास नगरपालिकाबाट एउटा यस्तो कथा जसले सबैलाई प्रेरित गर्छ। पुनर्वास नगरपालिकाका भङ्गु राणाको कथाले समाजलाई एउटा महत्त्वपूर्ण पाठ सिकाउनेछ। पुनर्वास नगरपालिका वडा नम्बर 1 का भङ्गु राणा अशक्त हुनुहुन्छ, तर पनि उहाँले हिम्मत हार्नु भएको छैन। शारीरिक असहजता हुँदाहुँदै पनि उहाँ आफ्नो परिवारलाई मेहनत र परिश्रम गरेर पालन पोषण गरिरहनु भएको छ। समाजमा यस्ता उदाहरणीय व्यक्तिहरू बिरलै भेटिन्छन् जसले कुनै पनि परिस्थितिमा आत्मनिर्भर बन्ने साहस देखाउँछन्। आजको समाजमा केही मानिसहरू श्रम नगरी मागेर जीवन गुजार्ने सोच राख्छन्, तर भङ्गु राणा जस्ता व्यक्तिहरूले प्रमाणित गर्नुभएको छ कि मेहनत र आत्मनिर्भरताले मात्र सम्मानित जीवन बाँच्न सकिन्छ। उहाँ जस्तो सङ्घर्षशील व्यक्तिलाई नगरपालिका सहित सम्बन्धित निकायहरूले सहयोग तथा सम्मान प्रदान गरेमा उहाँलाई थप हौसला मिल्ने थियो। यस्ता व्यक्तिहरूको सम्मान गर्नु केवल औपचारिकता होइन, यो मेहनतको मूल्याङ्कन र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने कार्य पनि हो। त्यसैले पुनर्वास नगरपालिकाले भङ्गु राणालाई सम्मान गर्ने कार्यक्रम आयोजना गर्नु आवश्यक छ, जसले मेहनती र सङ्घर्षशील व्यक्तिहरूलाई अझ प्रेरित गर्नेछ। त्यसैले पुनर्वास नगरपालिकाले भङ्गु राणालाई सम्मान गर्ने कार्यक्रम आयोजना गर्नु आवश्यक छ, जसले मेहनती र सङ्घर्षशील व्यक्तिहरूलाई अझ प्रेरित गर्नेछ। यस्तो कार्यले समाजमा सकारात्मक परिवर्तनको लहर ल्याउनेछ र भङ्गु राणा जस्ता व्यक्तिहरूको सम्मानले सबैलाई आफ्नो कर्तव्यप्रति थप जिम्मेवार बनाउनेछ।